हेलो नमस्ते वेलकम टु माई एनदर भिडियो। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु र अब लागौं भिडियोतर्फ। र आज चाहिँ हामी पढ्न गइरहेको छौं च्याप्टर 5 को सम्पूर्ण वर्ड मिनिङहरु। च्याप्टर 5 मा चाहिँ नाल्चा वा यो इल मिति र बार सम्बन्धी रहेको छ। र हेरौं अब यो महिनालाई गणना गर्दाखेरि चाहिँ सिनो कोरियन नम्बरको प्रयोग हुन्छ र 1 देखि 12 सम्म 12 वटा महिना भए तापनि यो 6 नम्बर जुन र 10 महिना अक्टोबरलाई चाहिँ 6 नम्बर जुनलाई युवल मात्र भनिन्छ, युगवल पुरै युग नभनेर युवल मात्र भनिन्छ र 10 नम्बरलाई अक्टोबरलाई चाहिँ सिपवल नभनेर सिवल मात्र प्रयोग गरिन्छ। अब लागौं सिवल अक्टोबर, सिवल अक्टोबर। सिप इरवल भनेको 11औं महिना नोभेम्बर र सिप इवल भनेको चाहिँ डिसेम्बर, सिप इवल डिसेम्बर। इरवल जनवरी, इवल फेब्रुअरी, सामवल मार्च, सावल अप्रिल। खेइन व्यक्तिगत, खेइन व्यक्तिगत। खेराफादा जोड्नु, खेराफादा जोड्नु। ख्यङउ परिस्थिति अवस्था, ख्यङउ परिस्थिति अवस्था। खेजल ऋतु, खेजल ऋतु। खोगेक निम भनेको चाहिँ ग्राहक, खोगेक निम ग्राहक ज्यू। यो निम जोडेपछि चाहिँ ज्यू भन्ने पछाडि ग्राहक ज्यू भन्ने अर्थ लाग्छ। खोङबुआदा अध्ययन गर्नु, खोङबुआदा अध्ययन गर्नु। खोङयुइल सार्वजनिक बिदा, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो है सबैजनालाई। खोङयुइल सार्वजनिक बिदा। ख्वाङबोकजल राष्ट्रिय स्वतन्त्रता दिवस, ख्वाङबोकजल राष्ट्रिय स्वतन्त्रता दिवस। खु भनेको 9 भइहाल्यो, खु भनेको 9 भइहाल्यो। खुसिप 90, खुसिप 90। कुग्याङिल राष्ट्रिय पर्व, कुग्याङिल राष्ट्रिय पर्व। खुम्युइल शुक्रबार, खुम्युइल शुक्रबार। खिन्यमादा स्मरण गर्नु, खिन्यमादा स्मरण गर्नु। खिजोन आधार मापदण्ड, खिजोन आधार मापदण्ड। नाल्सी मौसम, नाल्सी मौसम फेरि नाल्चा मिति नझुकिनु होला। नाल्सी मौसम, नाल्चा मिति। नाल्चा वा यो इल मिति र बार, नाल्चा वा यो इल मिति र बार। नेनेन अर्को वर्ष, नेनेन अर्को वर्ष। नेइल भोलि, नेइल भोलि। थामदाल अर्को महिना, थामदाल अर्को महिना। थामछु अर्को हप्ता, थामछु अर्को हप्ता। थाल्याक पात्रो, थाल्याक पात्रो। थेदाभे फ्वायो जवाफ दिई हेर्नुहोस् अथवा जवाफ दिनुहोस्। थेदाभे फ्वायो जवाफ दिनुहोस्। वा कुराकानी वार्तालाप, थेवा कुराकानी वार्तालाप। तेमुनि ले गर्दा अर्थ लाग्छ, एउटा व्याकरण हो। तेमुनि मान भनेको चाहिँ 10,000 हो। यो अङ्कमा हामीले 10,000 भन्नु पर्यो भने मान हुन्छ। र मारादा कुरा गर्नु, कुराकानी गर्नु, मारादा कुराकानी गर्नु। मेइल दैनिक अथवा दिनदिनै, मेइल प्रत्येक दिन पनि भनिन्छ। म्याचिल कति दिन, म्याचिल कति दिन, यो क्वेसन गर्दाखेरि धेरै प्रयोग हुने कुरा हो। म्यातवल कुन महिना, म्यातवल कुन महिना। मोदु सबै, मोदु सबै। मोग्यइल बिहिबार, मोग्यइल बिहिबार। मुसुन कुन, मुसुन कुन। मुनपप व्याकरण, मुनपप व्याकरण। मुन्जा म्यासेज, मुन्जा म्यासेज। मुन्हा वा छङ्बो, मुन्हा वा छङ्बो संस्कृति र जानकारी। मुलगन सामान, मुलगन सामान। म थुसिके सयो के लिनुहुन्छ अथवा के खानुहुन्छ, म थुसिके सयो के खानुहुन्छ, क्वेसन मार्क। मियकुक सामुद्रिक वनस्पतिको सुप, मियकुक भनेको एउटा खानेकुरा हो। मियकुकुल मक्ता, मियकुक सुप खान्छु अथवा खानु। मियकुकुल मक्ता, मियकुक सुप खानु। मक्ता भनेको चाहिँ खानु है। फात्ता प्राप्त गर्नु, फात्ता प्राप्त गर्नु। फेक, फेक भनेको चाहिँ 100, 100लाई चाहिँ के भनिन्छ त, फेक। त्यस पछाडि फेक्वाजम डिपार्टमेन्ट स्टोर, फेक्वाजम डिपार्टमेन्ट स्टोर। फप्चङ खोङयुइल कानुनी सार्वजनिक बिदा, फप्चङ कानुनी
खोङयुइल भनेको चाहिँ बिदा, सार्वजनिक बिदा खोङयुइल भनेको। पप्चङ खोङयुइल सार्वजनिक बिदा। फेङवन अस्पताल, फेङवन अस्पताल। फुल्सु इत्ता हेर्न सकिन्छ, फुल्सु इत्ता फोदाबाट भएको हो यो चाहिँ। फुल्सु इत्ता हेर्न सकिन्छ। फ्वायो हेर्छु, भेट्छु, देख्छु भन्ने अर्थ लाग्छ। फ्वायोले चाहिँ हेर्छु, भेट्छु, देख्छु। फुच्छानिम भगवान गौतम बुद्धलाई चाहिँ के भनिन्छ? फुच्छानिम भगवान गौतम बुद्ध। बिबिम्बाप मिक्स राइस हो यो चाहिँ सागसब्जी, भात, अन्डा एकै ठाउँ मिसाएको मिक्स राइसलाई चाहिँ बिबिम्बाप भनिन्छ। यो चाहिँ कोरियाको फेमस खाना पनि हो है बिबिम्बाप। पाङ पाउरोटी, पाङ पाउरोटी। चार, सा भनेको चार, साराम व्यक्ति मान्छे, साराम व्यक्ति मान्छे। सासिप भनेको चाहिँ 40 भइहाल्यो, सासिप 40। सायोङ हादा प्रयोग गर्नु, सायोङ हादा प्रयोग गर्नु। साम 3, साम भनेको 3, सामसिप भनेको चाहिँ 30, सामसिप 30। सेहे सल्लाल नयाँ वर्षको पहिलो दिनलाई चाहिँ के भन्छ? सेहे सल्लाल नयाँ वर्षको पहिलो दिन। सेङ्गिल जन्मदिन, सेङ्गिल जन्मदिन। सल्लाल कोरियाको नयाँ वर्षलाई चाहिँ के भनिन्छ त? सल्लाल। सोन्निम पाहुना ग्राहक, सोन्निम पाहुना ग्राहक। त्यस पछाडि सोफिङ हादा किनमेल गर्नु, सोफिङ हादा किनमेल गर्नु। सुयोइल बुधबार, सुयोइल बुधबार। सुच्चा अङ्क, सुच्चा अङ्क। सिगानोल नाथानेदा समय देखाउनु, सिगानोल नाथानेदा समय देखाउनु। सिप भनेको 10, सिप भनेको 10। सिम्मान 1 लाख, सिम्मान भनेको चाहिँ 1 लाख। सुइदा प्रयोग गरिनु, सुइदा प्रयोग गरिनु। याङन्याक वा उम्न्याक सौर्य पात्रो र चन्द्र पात्रोलाई चाहिँ के भनिँदो रहेछ साथीहरू? याङन्याक वा उम्न्याक। याङन्याक वा उम्न्याक भनेको चाहिँ सौर्य पात्रो र चन्द्र पात्रो। अझै भनेको हिजो, अझै भनेको हिजो। औी शब्द अर्थ, औी शब्द अर्थ। अन्जे भनेको कहिले, यङवा भनेको चाहिँ फिल्म मुभी, यङवा फिल्म मुभी। येसुनिम जिजस क्राइस्टलाई चाहिँ के भनिन्छ त? येसुनिम। ओ भनेको 5, ओ भनेको 5। ओनुल भनेको चाहिँ आज, ओनुल भनेको आज। ओबेक भनेको चाहिँ 500, ओबेक भनेको चाहिँ 500। ओसिप 50, ओसिप 50। ओरे यो वर्ष, ओरे यो वर्ष। योरी हादा खाना बनाउनु, योरी हादा खाना बनाउनु। यो इल भनेको चाहिँ बार, यो इल बार। उन्दोङ हादा व्यायाम गर्नु, उन्दोङ हादा व्यायाम गर्नु, खेल खेल्नु पनि अर्थ लाग्छ है। वारियोइल सोमबार, वारियोइल सोमबार। यो बारमा आउँछ, आइतबार सोमबारलाई चाहिँ यो इलमा गनिन्छ, गणना हुन्छ। युयोङहान फ्योहान उपयोगी वाक्यांश, युयोङहान फ्योहान भनेको चाहिँ उपयोगी वाक्यांश। युग भनेको 6, युग भनेको 6। युगचिप 60, युगचिप 60। उनिङ बैङ्क, उनिङ बैङ्क। उम्सिक खाना, उम्सिक खाना। इ भनेको चाहिँ 2, इ भनेको 2। इरखे यसरी, इरखे यसरी। इरुम नाम, इरुम नाम। इभन्दाल यो महिना, इभन्दाल यो महिना। इभन्छु यो हप्ता, इभन्छु यो हप्ता। इसिप 20, इसिप 20। इल 1 पनि गनिन्छ, यो 1 भन्दा पनि भयो, अथवा दिन भन्दा पनि इल नै जनिन्छ है। इल्नेले दिनलाई पनि जनाउँछ। 1 भनेको खासमा चाहिँ इल भनेको। इरनादा उठ्नु, इरनादा उठ्नु। इरियोइल आइतबार, इरियोइल आइतबार। इल्छङ कार्यतालिका, इल्छङ कार्यतालिका। छाङन्यान गत वर्ष, छाङन्यान गत वर्ष। छागुन सुच्चा सानो सङ्ख्या, छागुन सुच्चा सानो सङ्ख्या। छाङसो ठाउँ, छाङसो ठाउँ। छग्य इत्ता लेखिएको छ, छग्य इत्ता लेखिएको छ। छन्थोङ म्याङ्जल परम्परागत चाड, छन्थोङ म्याङ्जल परम्परागत चाड। छङ्बु किगवन एजेन्सी, छङ्बु किगवन एजेन्सी। छोन्जेआदा अस्तित्वमा हुनु, छोन्जेआदा अस्तित्वमा हुनु। छोन्जुङ थोइदा सम्मान गरिनु, छोइजुन थोइदा सम्मान गरिनु। धर्म, छोङ्ग्यो धर्म। छुमाल हप्ताको अन्तिम दिनलाई चाहिँ के भनिन्छ? छुमाल। यो छुमाल पनि एकदम प्रयोग हुने र यो चाहिँ जीवनयापनमा पनि छुमालको चाहिँ एकदम महत्त्व रहेको छ। छिनन्दाल गत महिना, छिनन्दाल गत महिना। छिनान्जु गत हप्ता, छिनान्जु गत हप्ता। छिन्चा साँच्चै पक्कै, छिन्चा साँच्चै पक्कै।
हेर्नुहोस् छन् छन् भनेको चाहिँ 1000लाई चाहिँ कति भनिन्छ त छन् 1000लाई चाहिँ छन् भनिन्छ। चुसक भनेको चाहिँ कोरियाको महान चाड हो चुसक। चुकादा बधाई दिनु चुकादा बधाई दिनु। छिङ्गु साथी छिल भनेको 7 छिल भनेको 7 छिलसिप 70 छिलसिप 70। खेइखु भनेको चाहिँ केक खेइखु केक। क्रिसमासु क्रिसमस खुरिसुमासु क्रिसमस। खुनसुच्चा ठुलो सङ्ख्या खुनसुच्चा ठुलो सङ्ख्या। थानसेङिल जन्मदिनलाई चाहिँ थानसेङिल पनि भनिन्छ। थोयोइल शनिबार। फाल 8 फाल भनेको 8 फालसिप भनेको 80 फालसिप भनेको चाहिँ 80। फ्यङइल काम गर्ने दिनलाई चाहिँ के भनिन्छ फ्यङइल। फ्युसियादा देखाउनु सङ्केत गर्नु फ्युसियादा देखाउनु सङ्केत गर्नु। हाक्यो स्कुल ह्याङ्गुग कोरियन भाषा ह्याङ्गुल नल कोरियाली भाषा दिवस ह्याङ्गुल नल कोरियाली भाषा दिवस। हाम्के सँगै एफुनिङ वायोइल मङ्गलबार होएसा कम्पनी थ्याङ्क्स फर वाचिङ दिस भिडियो। र तपाईहरुलाई यो भिडियो मन परेमा कमेन्ट गरिदिनु होला। र तपाईहरुलाई यस्तै खालको भिडियोहरु चाहिँ आगामी दिनमा पनि चाहिएमा चाहिँ यो मेरो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि बजाउनु होला। थ्याङ्क यू।